पानी सिमसिम बरसिएर सकियो असारको रातमा, निस्के झिमझिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा। फारी बादल शैलको शिखरमा तारा उदाइन् अब, आई विष्णुमती पवित्र तटमा मेरी निधाइन् अब। कस्तो शान्त छ रातको प्रहरमा, रातै घुसेको सरी, रोकी श्वास मसानमा छ शिवको छाया पसेको सरी। गङ्गा खाली सुसाउँछिन् बगरमा नाना बिलौना गरी, टाढा रोहिरहेछ एक बटुवा साथी छुटेको सरी। मान्छे हो अहिले अमङ्गल हो भन्छौ मलाई किन, यही कालो निसीमा छिपाई मुखयो देऊ मलाई रुन। हे नारायण जी के भयो जुन कुरा, भन्थे नहोस् त्यही भयो। छैनौ हे सगिनी तिमी कि अहिले संसार नै छैन यो। बेहानी पखजो उठेर बटुवा चल्छन् तिमी चल्दिनौ, यत्रो खलबलपूर्ण भूमि तलमा खाली तिमी बोल्दिनौ। धारामा जलजो भरेर युवती हाँस्छन् तिमी हाँस्दिनौ, तिम्रै मात्र भयो र के सबजना बाँच्छन् तिमी बाँच्दिनौ। हे गौरी अब हेर्दिनौ हगी तिमी बिउजी उज्यालो दिन, मैले देख्नु पर्यो नि आज भैमा मेरी नभएको दिन। बाँचेरै यतिसम्म एकछिनमै के जिन्दगी सिद्धियो, मेला आज उठ्यो विशाल हुनका लेखा जगत सिद्धियो। तिम्रो अन्तिमको सिगार सगिनी कात्रो कसोरी भनौँ, तिम्रै निम्ति दिन्छ पात्र जुन त्यो ढिलो कसोरी भनौँ। गाली होइन किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी, मुर्दानी कसरी भनौँ जुन तिमी मेरी थियौ जीवनी। यत्रो लोक कहाँ गयो जब तिमी एक्लै गयौ घाटमा, चिम्ल्यौ लोचन अन्धकार बिचमा असारको रातमा। के भो लोक चिनेर फेरि ममता मेरो लिएरै पनि, हा अज्ञान अभाव भुलहरूमा तिम्रो गयो जीवनी। आउन्नन् अब हे नहेर चुचुरा गौरी पखेरा मनी, गाउन्नन् अब गाउँका युवती हो गौरी छहारी मनी। बर्सी जार पहाडमा खबर यो लैजा रुँदै बादल, घर बेटी अब शान्तिलाई भनिदेऊ आमा गइन् मावल। घर बेटी अब शान्तिलाई भनिदेऊ आमा गइन् मावल। नमस्कार, यो कविवर माधव प्रसाद घिमिरेको शोक काव्य गौरीबाट के देख्नु मैले पर्यो सुनेर प्रतिक्रिया दिनु है त।